हेलो नमस्ते स्वागत छ मेरो युट्युब च्यानलमा। म फेरि पनि आइसकेको छु। धेरै समयपछि म ब्याक भइसकेको छु मेरो युट्युब च्यानलमा। तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। तपाईहरुले चाहिँ किन आएन भनेर भन्नुभयो होला, तर मेरो आफ्नै कार्यव्यस्तताको कारणले म युट्युबमा आउन सकिन र मेरो युट्युबहरु पनि खासै चलिराखेको छैन। त्यही भएर मैले युट्युबलाई चाहिँ मैले समय दिन सकिराखेको छैन, त्यही भएर आइन। र तपाईहरु पनि राम्रै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र अरु त अब त्यस्तै नै हो। तपाईहरुले हाम्रो फेसबुक भरि हाम्रो काटिचा फ्यामिलीमा चाहिँ हाम्रो फेसबुक भरि टिकटक भरि चाहिँ तपाईहरुले देखि नै सक्नुभयो होला। हाम्रो फ्यामिलीमा चाहिँ एउटा ठुलो घटना घटिराखेको थियो। हाम्रो जुन चाहिँ तिस्पु माइली यानी कि हाम्रो बडिआमा, मेरो बडिआमा चाहिँ डेथ हुनुभएको थियो। त्यही भएको कारणले गर्दाखेरि मैले एउटा सानो भिडियो बनाउँदै छु मेरो बडिआमाको लागि, एउटा मेमोरीको लागि भए पनि। हामीले उहाँ बडिआमाको चाहिँ हामीले त्यसरी काम गरेको थियौं। त्यही भएर चाहिँ मैले आज एउटा सानो क्लिप भिडियो मैले युट्युबमा राख्न गइराखेको छु। हाम्रो बडिआमा चाहिँ लगभग 90 वर्षलाई 1 वर्ष कम भनेपछि 89 वर्षको भइसक्नु भएको थियो हाम्रो बडिआमा चाहिँ। र उहाँ 89 वर्षसम्म पनि हाम्रो बडिआमा चाहिँ कहिले पनि हस्पिटलमा बस्नु भएको थिएन र उहाँलाई हस्पिटल भन्ने के हो त्यो कुरा पनि थाहा थिएन। जबकि उहाँलाई रोगले च्यापिसकेपछि चाहिँ उहाँलाई हामीले हस्पिटल लिएको थियौं। हस्पिटल जुन हस्पिटलको नाम चाहिँ नभनौं, जुन नाम भन्दा पनि केही फरक त परेन हैन, जुन म भन्दिहाल्छु नाम पनि, केएमसी हस्पिटल। अनि उहाँलाई हस्पिटल ल्याउँदाखेरि चाहिँ के भन्नुभएको थियो भन्दाखेरि डाक्टरहरूले रोगहरु चाहिँ अब त्यस्तो सारो बताउन मान्नु भएको थिएन, तर उहाँको फोक्सोबाट चाहिँ पानी निकालिरहनु भएको थियो। र उहाँ एउटा अब 89 वर्षको मान्छे, उहाँले फर्स्ट टाइम हस्पिटल बस्दाखेरि उहाँलाई अलिक त्यतिकै त गाह्रो नै भइराखेको थियो। र उहाँ हस्पिटलले रोगहरु भन्न नचाहँदा पनि उहाँ एउटा तन्दुरुस्त हुनु नै हुन्थ्यो। उहाँ लाउरेनी मान्छे, एकदमै फुर्तिलो, एकदमै पहिलादेखि नै हाम्रो बडिआमा चाहिँ त्यस्तै नै हुनुहुन्थ्यो। अनि उहाँलाई अब हस्पिटलमा जुन भन्नुभएको थियो कि उहाँको पार्ट पुर्जा चाहिँ सबै उल्टो छ। जुन हामी नर्मल मान्छेमा हुनुपर्ने जुन लेफ्ट साइडमा हुने मुटु राइट साइडमा छ, र किडनीहरु पनि उहाँको उल्टो, सबै कुराहरु पार्ट पुर्जा सबै उल्टो छ भनेर भन्नुभएको थियो डाक्टरहरूले चाहिँ। तर पनि उहाँ एकदमै राम्रो, उहाँ बिमारी कहिले पनि हुनु भएको थिएन। तर बिमारी हुनुको मेन रिजन पनि हाम्रो बडिआमालाई चाहिँ के थियो भन्दाखेरि उहाँले एकदमै रेड बुल र ड्यू खाएको कारणले गर्दाखेरि चाहिँ उहाँ एकदमै बिमारी पर्नु भएको थियो। 1 महिनामा 4 कार्टुन रेड बुल र अनि ड्यू मिसाएर खाएर उहाँ चाहिँ त्यस्तो हुनु भएको थियो। एउटा लेखेको कुरा पनि होला उहाँलाई त्यस्तो हुन चाहिँ। उहाँ चाहिँ एउटा खानामा चाहिँ अलिक सोखिम हुनुहुन्थ्यो उहाँ बडिआमा चाहिँ। अनि उहाँ त्यसरी बिमारी हुनुभयो र बिमारी भइसकेपछि हामीले हस्पिटल ल्यायौं। हस्पिटल लिएपछि उहाँलाई ठिकै राम्रै भइसकेपछि हामीले गाउँ पुर्यायौं। गाउँ जान्छु भन्नुभयो। गाउँ पुगिसकेपछि दशैंको ताका गाउँ लानुभयो उहाँको नातिनी बुहारीहरु, जो कोही हैन उहाँको आफन्तीहरुले। अब म त गइन, हस्पिटलमा भेट्न चाहिँ गएँ। र उहाँ चाहिँ अहिले डेथ हुनुभयो। जुन हाम्रो सामाजिक सञ्जाल एउटा काटिचा फ्यामिलीमा चाहिँ एउटा ठुलो घटना घट्यो। मेन ठुलो मान्छे हाम्रो एउटा काटिचा फ्यामिलीको एउटा खम्बा पनि उहाँ पनि हुनुहुन्थ्यो, एउटा बडिआमा। उहाँ चाहिँ एउटा माइली मुखेनी, एउटा अलिकता एउटा हाम्रो सुनवार फेरोमा, हाम्रो काटिचा फेरोमा एउटा रजगज गरेर बस्नु भएको उहाँलाई पनि हामीले मान्थ्यौं एउटा खम्बाको रूपमा। अनि उहाँ चाहिँ त्यसरी डेथ हुनुभयो र उहाँलाई चाहिँ हामीले कसरी काम सम्पन्न गरेको थियौं। र उहाँ चाहिँ एउटा राम्रै तरिकाले हामीले काम सिद्धाएको थियौं। अनि त्यो भिडियोहरु चाहिँ मैले एउटा मेमोरीको लागि भए पनि मैले राखिदिराखेको छु। तपाईहरुले हेर्न सक्नुहुन्छ है त। मैले त्यहाँ भिडियो राख्छु र मैले केही नगरे तापनि मेरो माइली दिदी
अनि ठुलो दिदी अनि कान्छा दाई ठुलो दाई भाउजूहरूले एउटा आमा जस्तै भएर उहाँले गरिदिनु भयो किनभने हामीलाई त एक त जुठो पनि लाग्ने हो र हाम्रो दिदी दाईहरूले राम्रोसँग गरिदिनु भयो र उहाँ हाम्रो बडी आमाको छोराहरू छोरीहरूले पनि राम्रो गर्नुभयो उहाँको स्वर्गमा बास होस् बडी आमा म भन्न चाहन्छु तपाईलाई है राम्रो होस् जे भए पनि है एउटा बडी आमा भनेको त एउटा आमा सम्मान हो त्यही भएर चाहिँ मैले एउटा भिडियोहरू एउटा मेमोरीको लागि बनाएको थिएँ तपाईहरुलाई म हाल्दिन सक्छु है त हामी चाहिँ हाम्रो बडी आमाको कामको लागि हामी पशुपति जाँदैछौँ र हामीले चाहिँ यहाँ पशुपति गएर हाम्रो आज बडी आमाको काम सिद्धाउने वालामा छौँ र अब दिदी अनि दाई अनि दुईटा दिदी दाईहरूले चाहिँ आज बडी आमाको काम सिद्धाउनु हुनेछ आज चाहिँ हाम्रो बडी आमा मरेको पनि 10 दिन हुनेछ 10 दिन भएको छ फाइनली हामी चाहिँ पशुपति आइपुगेको छौँ हामी यतिजना जम्मा भएको छौँ यहाँ अरू चाहिँ आउनु भएको छैन हामी मान्छे कुरेर बसेको छौँ यतिजना छौँ दाई आउन बाँकी ठुलो दिदी आउन बाँकी हामी चाहिँ छिटो छिटो आयौँ ओइ आज काम सिद्धाउने दिन पनि भात खान्छन् मिल्दैन भने नि कहाँ मिल्छ अनि जुठो बारेको मान्छेहरूले मिल्छ त नि उहाँ चाहिँ हाम्रो बडी आमा हुनुहुन्छ जुन उहाँ चाहिँ बितेको 10 दिन भइसक्यो उहाँको फोटो हामीले प्रिन्ट गरेर लिएको छौँ मलाई पनि अप्ठ्यारो हुन्छ काठमाडौँ जिल्ला महानगरपालिका सारा चिसोको गर्ने कोही टिकाने गुरुका खेसमा यो देखेर त मलाई त विरक्त लाग्छ Uncle da sushi che te mura. Che son pisce papa. धेरै पूजा गरेको राख्नु हुँदैन नि फेरि इसका हाथी हाले से हाथी अरे ओम हिरण्मय गर्भ गर्भस्य हिमावस्य अक्षय अत्र तन्नवा मनोप्रगम पानी त्यो पठ्याइ बजु
Suka gitu. Mulu ikan tika kayak bangun kayak gitu ya. पहिला चाहिँ तँलाई लगाउने होइन र तँलाई लगाउनु पर्छ नि ब्रह्मैका यो निकटे सम्पदा है शान्ति का कार्य कर्म सदस्य नवग्रह शान्ति भवन प्रबन्धो ओम न ब्रह्मण्णा देवाय फुलपाती रारा को होला है म त काम यो पुष्पला बोजेर जाउँ भने त चन्द्रमा मानव ब्रह्मस्पति हो नमो नमः ब्रह्मण्णा देवाय ब्रह्मण्णा हिताय जगतिमाय गोविन्दाय नमो नमः केट छ म मार्दा त्यो त पर्दैन छैन आशीर्वाद पाओस् भान्साकाल तुरुङ ब्रह्मण्णा देवाय गो ब्रह्मण्णा हिताय जगतिमाय गोविन्दाय नमो तपाईहरुले त नुन खुवाउनु पर्छ नि दाइलाई ओइ नुन दिनु पर्छ नि राधा दिदी र डोलमा दिदी गन्ताले नुन दिनु पर्छ मलाई पूजा गरे हैन म लाउँदिन फाइनली हाम्रो काम चाहिँ यसरी नै सिद्धिएको थियो त्यो दिनको काम चाहिँ हामीले त्यसरी नै जसोतसो हामीले फाइनल सिद्धायौँ 10 दिन पनि बितिसकेको थियो एउटा दुःख पनि लागिराखेको थियो अवश्य नै मान्छे मर्दा त दुःख नै लाग्छ जसलाई पनि हैन तर पनि हाम्रो एउटा कातिचा परिवारको एउटा खम्बा डलेको थियो सबैभन्दा ठुलो मान्छे हाम्रो ठुलो बडा मान्छे बित्नु भएको थियो उहाँको जहाँ भए पनि स्वर्गमा बास होस् राम्रो होस् भन्न चाहन्छु ढिलो चाँडो हो हामी पनि एक दिन मर्नुपर्छ जाने बाटो त्यही नै हो बढियामा तपाईको स्वर्गमा बास होस् भोलिको दिन कसैले पनि देख्न सकेको छैन हुँदैन कसैले देखेको हुँदैन त्यही भएर आजलाई यति नै आजको भिडियो थ्यांक यू सो मच